नमस्कार, यो हो मोबाइल टिभी न्यूज नेटवर्कमा यहाँहरूलाई स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौँ, कृपया अन्त्यसम्म साथ दिनुहोला। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौँ। देश विदेशमा घटेका घटना परिघटना, देशभित्रको पछिल्लो राजनीति अवस्था कसरी चलेको छ भन्ने विषयमा पनि निकै महत्त्वपूर्ण समाचार रहेको छ। कृपया अन्त्यसम्म साथ दिनुहोला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामी सबको जोडिन नबिर्सनुहोला। सुरु गरौँ समाचार। उम्मेदवारीलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने तयारी। रणमैदान जस्तो सानो ठिमी बाल सुधार गृहमा दलहरूले देखाएनन् समाजसेविता। सिद्धान्त कर्णालीका 12 क्षेत्रमा 3 मात्र महिला उम्मेद्वार। विरासत जोगाउने दाउमा 13 उम्मेद्वार, ह्यास्ट्रिकको दाउमा 6 जना। निर्वाचनमा इन्धन अभाव हुन नदिन कस्तो छ आयल निगमको तयारी। 6.5 वर्षमै दोब्बर भयो सार्वजनिक ऋण, प्रति व्यक्ति भार 1 लाख नजिक। सर्लाही 4 उम्मेदवारीको लक्ष्य प्रधानमन्त्री, जनताको अपेक्षा बिजुली र खानेपानी। कांग्रेस केन्द्रीय समिति बैठक बस्दै सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिने। आज पश्चिम नेपालमा वर्षा र हिमपात हुने, स्वास्थ्यको ख्याल गर्न सुझाव। यी र यस्तै महत्त्वपूर्ण समाचार रहेका छन्। कुन गाउँ, कुन ठाउँ, कुन समाजबाट हेर्दै हुनुहुन्छ कृपया हामीलाई तलको कमेन्ट बक्समा गएर कमेन्ट गर्न पनि सक्नुहुनेछ। कृपया नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति आज बैठक बस्दैछ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा बैठक बस्दैछ। बैठक शुक्रबार दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा सुरु हुनेछ। केन्द्रीय कार्यालय महासचिव प्रकाश शर्माले जानकारी दिएका छन्। शर्माले बिहिबार जारी गरेको विज्ञप्ति अनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्यता उपस्थितिका लागि निर्देशन सहित अनुरोध गरिएको छ। आजको बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई लैजाने विषयमा छलफल हुने बताइएको छ। थापा कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका व्यक्ति पनि हुन्। अब उनीको हातमा सबै चल्नेछ, अर्थात् उनको हातमा कांग्रेस चलिरहेको छ। उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने भनिएको छ। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो 1 बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार आज बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म उम्मेदवारीले फिर्ता लिन सक्ने, आफ्नो उम्मेदवार फिर्ता लिन सक्नेछ। त्यस्तै आजैको दिन 1 देखि 3 बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न 4 देखि साँझ 7 बजेसम्म उम्मेदवारीलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। पहिलो हुने निर्वाचन प्रणाली मार्फतको निर्वाचन कार्यक्रम अनुसार माघ 7 गते दाबी विरोधमा उजुरी दिने अवधि तोकिएको थियो। त्यस दिन बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्मका लागि समय तोकिएको छ। सोही दिन दिउँसो 3 बजेदेखि बिहिबार बेलुका 5 बजेसम्म मनोनयन पत्र र उजुरी उप जाँचबुझ एवं निर्णय गरी उम्मेदवारीको नामावली प्रकाशन गरिनेछ। देशभर 165 निर्वाचन क्षेत्रमा 3486 उम्मेदवारी दर्ता भएको छ। यही माघ 6 गते देशभर एक पटक मनोनयन पत्र दर्ता सम्पन्न भएको छ। कुल उम्मेदवारी मध्ये 3087 पुरुष र 396 महिला अन्य रहेका छन्। प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन 21 गते हुँदैछ। कुल 275 सदस्यीय प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणाली मार्फत 110 जना र प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ 165 जना निर्वाचित हुनेछन्। तर त्यसको लागि करिब अराउन्ड 4000 भन्दा बढीले आवेदन दिएका छन्, अर्थात् मनोनयन दर्ता गरेका छन्। हेर्न सकिन्छ अहिले रणमैदान बनेको छ। सानो ठिमी बाल सुधार गृह भएको के हो त? आउनुहोस् यसबारे हामी तपाईहरुलाई बताउँदैछौँ।
दुई पक्षीय झडपले भक्तपुरको मध्यपुर स्थित र दुई सानो ठिमी स्थित बाल सुधार गृह रणमैदान जस्तो देखिएको छ। गए राति बाल सुधार गृहमा राखिएका दुई समूह बीच झडप आगो जानी र तोडफोड भएको थियो। शुक्रबार बिहान बाल सुधार गृह पुग्दा इटा ढुङ्गा मुडा टुक्रा यत्र त्यत्र छत्र थिए। स्थिति फेरि भड्किन सक्ने अनुमान प्रहरीको तैनात बढाइएको छ। झडपको जानकारी पाएपछि गए राति नै थिमी प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली गृह सुधार पुगेको थियो। सो टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि सकेन। झडपमा संलग्न बाल सुधार गृहका दुवै समूहले प्रहरी माथि ढुङ्गा मुडा गरेपछि स्थिति झन तनावपूर्ण बन्यो। स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलका 50 जनाको टोली परिचालन गरिएको थियो। आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौँका दमकल प्रयोग गरी आगो निभाइएको थियो। के भएको छ त स्थिति? सुधार गृहमा झडप तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले स्थिति नियन्त्रणमा आए पनि त्यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सानो ठिमी स्थित बाल सुधार गृहमा 145 पुरुष र 24 महिला गरी 169 जना रहेका छन्। अहिलेको स्थिति निकै गम्भीर देखिएको छ। तैनात गरिएको छ। ढुङ्गा मुडाले निकै बिस्तारा जस्तो बनाएको छ। निकै यति बेला गम्भीरतापूर्वक देखिएको छ। यस्तो अवस्थामा अब के होला भनेर सबैले चकित परिरहेका छन्। खास हुनुको कारण के हो र खास त्यहाँ झडप भिडन्त हुनुको आधा रातमा के भएको थियो भन्ने विषयमा पनि हामीले अर्को रिपोर्टिङमा तपाईहरुलाई जानकारी दिने नै छौं। चुनाव लक्षित बालेन दौडधुप इलामपछि 5 थर पुगेका छन्। अब उनको के छ त योजना, यसबारे पनि हामीले केही समाचार तयार पारेका छौं, प्रस्तुत गर्दैछौं। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त छन्। हिजोसम्म झापामा रहेका उनी आज बिहान इलाम पुगेका छन् भने आजै उनी माथि 5 थर समेत जाने भएका छन्। अहिले उनी 5 थर पुगेका छन्। उनी चुनाव प्रचार प्रसार र आफ्नो पार्टीको उम्मेदवारीका लागि भोट माग्न शाह 5 थर पुगेका हुन्। शाहले झापा 5 मा उम्मेदवारी दिएका छन्। झापा 5 मा उम्मेदवारी दिँदा उनको उत्साह भने निकै देखिएको थियो, तर बाजी कसले मार्छ भन्न सक्ने अवस्था छैन। तर उनी बीच निकै रोचक देखिएको छ। हुन पनि हो दर्शक महानुभावहरू, यति बेला कसले मार्ने बाजी भन्दा पनि कसको पक्षमा कति मानिसहरू खटेका छन् भन्ने पनि सबैभन्दा मेन कुरो हो। आयोगले रासपाको जगदीश खरेललाई सोध्यो 3 स्पष्टीकरण। अब के होला त, यो पनि निकै महत्त्वपूर्ण रहेको छ। के भएको छ त, जगदीश खरेल भनेका एउटा सञ्चारकर्मीबाट आएका क्षेत्रका मानिस पनि हुन्। अब उनलाई रासपाले सोध्ने भएको छ। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रतिनिधि सभा उम्मेदवार बनेका जगदीश खरेललाई स्पष्टीकरण सोधेको छ। बिहीबार आयोगले दोखलाबाट उम्मेदवारी भएका खरेललाई स्पष्टीकरण सोधेको हो। निर्वाचन आचार संहिता 2082 उल्लङ्घन गरिएको भन्दै उनलाई 3 दिन भित्र पेश गर्ने गरी स्पष्टीकरण सोधिएको कानुन अधिकृत हमराज जोशीले जानकारी दिएका छन्। उल्लेखित सन्दर्भमा यहाँले आचार संहिता खण्डनहरूको व्यवस्थाको प्रतिकूल हुने गरी दलको झण्डाको प्रयोग र आचार संहिता तोकेको 25 जना भन्दा बढीको जुलुस लिएर मनोनयन गरेको हो वा होइन, यदि तपाईले माथि उल्लेखिए भए जस्तो कार्य गर्नु भएको हो भने तपाईले किन निर्वाचन आचार संहिता 2042 र प्रचलित निर्वाचन कानुन बमोजिम कारबाही गर्नुपर्ने हो। यसबारेमा तपाईहरुलाई कारबाही हुनेछ। यसको लिखित जवाब 2 दिन भित्र दिन यति बेला निर्वाचन आयोगले जगदीश खरेललाई अल्टिमेटम दिइसकेको छ। चर्चामा चितवन अवलम्ब पूर्व मेयर रेणुलाई प्रमुख वक्ता सविताको टक्कर। 2070 सालको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 1 बाट पराजय भोगेकी रेणु दाहाल भावी राजनीतिक करियर बारे अलमलमा थिइन्। तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन पछि पहिलो पटक सहभागी भएको निर्वाचनमा दाहाल मात्रै होइन, पार्टीले शर्मनाक हार बेहोरेको थियो। 2064 सालमा 229 सिट सहित पहिलो नम्बर भएको पार्टी 4 वर्षको
अन्तरालमै दोस्रो स्थानमा खुम्चिएपछि आगामी राजनीतिक यात्रा कता मोडिन्छ भन्नेमा दुविधामा थियो। 2074 को स्थानीय तह निर्वाचनमा माओवादीले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने अप्रत्याशित निर्णय गर्यो। वैचारिक र सैद्धान्तिक रूपमा ठिक उल्टो रहेको कांग्रेससँग तालमेल गरेर चुनावमा जानु आत्मघात हुने पार्टी भित्रैका नेताहरूले नेतृत्वलाई सुझाव दिएका थिए। तर रेणुका बुबा तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग चुनावी तालमेल मात्र होइन, गृह जिल्ला भरतपुर र महानगरपालिका